सुन रहा फर्स्ट अफ अल त सरलाई धेरै धेरै धन्यवाद। मेरो इक्जाम चाहिँ डिसेम्बर 7 तारिक चौथो शिफ्टमा थियो। मेरो नाम इन्द्र भण्डारी, घर चाहिँ कल्याणी। मलाई चाहिँ 1 नम्बरमा चित्र आएको थियो माङचीको, 2 नम्बरमा चाहिँ मलाई चित्र नै आएको थियो, त्यो चाहिँ कोठावाला आएको थियो। नाखामुल जो चित्र थियो, चित्र नै थियो, खालि कोठामा चाहिँ साइडमा चाहिँ 4वटा अप्सन राखेर आएको थियो। तेस्रो नम्बरमा चाहिँ मलाई फङ्गे नुन आएको थियो। अनि यसमा चाहिँ अप्सन माथि 4वटा साग हो, अनि छाङ्गे छङ्गो एक अर्को अप्सन पनि थियो, त्यसमा चाहिँ मैले याद भएन, त्यसको एन्सर चाहिँ फुसाङगुम थियो। त्यस्तै अर्को फिसुदा थियो अन्जेना हाङसाङ। त्यस्तै मिच्छुला आएको थियो एउटा मलाई इरादा पाटिकर। त्यस्तै अर्को एउटा गाडीको टिकट आएको थियो मलाई, सजिलो थियो त्यो पनि। त्यसमा चाहिँ एन्सर 3000 छुट्छ भनेर एन्सर थियो। त्यस्तै अर्को चित्र चाहिँ फेरि मलाई आएको थियो आन्जन थियो, त्यो पनि कोठावाला चाहिँ आएको थियो है, 4वटा अप्सन राखेर। त्यस्तै एउटा पाइचाडा आएको थियो मलाई। अनि फिन खाने आएको थियो 4-5वटा। मलाई फिन खाने सजिलो थियो, एउटा पनि ग्रामर थिएन, खालि मिनिङ थाहा भएपछि सजिलै एन्सर लाग्थ्यो। मलाई एउटा मात्र याद छ फिन खाने, जो सार्वजनिक ठाउँमा जाँदा पनि फोहोर फाल्नु हुँदैन र सफासँग प्रयोग गर्नुपर्छ भन्ने थियो। खाली ठाउँमा केकुसी भन्ने थियो। त्यस्तै मलाई औ आएको थियो 2टा, ओन्मोक एउटा दुइटै काठ सम्बन्धी आएको थियो। एउटा ओन्मोकको आएको थियो, एउटा मोक्चेको आएको थियो। मलाई चाहिँ कन्फ्युजन चाहिँ ओन्मोकमा लागिरहेको थियो सर। ओन्मोकमा कस्तो भनेको थियो भने छारुदा र काक्ता, अनि त्यसलाई त्यसलाई प्रशोधन गरेर भण्डारण गरिरहेको लास्टमा मोक्चे नै भनेको थियो। मलाई मोक्चे नै सजिलो पारेर त्यसलाई ओन्मोक लगाएको थियो, नत्र त्यो गाह्रो नै जस्तो लागिरहेको थियो। त्यसमा अप्सन चाहिँ फेरि फ्याक्दो थियो, एउटा छलगुन थियो, अनि एउटा चाहिँ युरी थियो सिसा, अनि एउटामा चाहिँ ओन्मोक नै थियो। अनि मौसी थिएन, मलाई 2टा मौसी थिएन आएको थिए। एउटा चाहिँ यो हाङबुकको सङ्गीचा खिसुर ऱ्यापको आएको थियो, अर्को चाहिँ यो भन्सुमै बिदाई, आफ्नो कम्पनीमा लामो समय काम गरेको व्यक्तिलाई आज साँझ पार्टी छ भनेर त्यस्तो आएको थियो। अनि लङ क्वेसनमा चाहिँ एउटा मलाई वसन्त ऋतुको बारेमा आएको थियो। वसन्त ऋतुको बारेमा अब 3 महिनादेखि चालु भएर तातो न्यानो बढ्दै जान्छ, फुलहरू फुल्दै जान्छ र अचानक बिचमा चाहिँ टेम्परेचर घटबड भई यसलाई यो भनिन्छ भने चाहिँ त्यो मिनिङ खासै मलाई याद थिएन भन्छ। अनि त्यसपछि त्यसको कारणले सजिलैसँग रुगाखुकी लाग्न सकिन्छ भन्ने थियो। एन्सर पनि त्यही थियो, फेरि रुगाखुकी सजिलै लाग्न सकिन्छ फोन ऋतुमा भन्ने थियो। अलि झुक्क्याउने जस्तो हो, फोन न्यानो हुन्छ कसरी रुगाखुकी लाग्न सकिन्छ भन्ने जस्तो थियो। हुन्छ नि त मान्छेमा एउटा जाने चाहिँ त्यो थियो। त्यसपछि अर्को चाहिँ मलाई लङ क्वेसन अर्को थियो। अर्कोमा चाहिँ यो कार्यस्थलको बारेमा थियो। कार्यस्थललाई छौनी गरेर राख्नुपर्छ, राख्दाखेरि अर्को दिन आउँदा सजिलै काम गर्न सकिन्छ र कार्यको गुणस्तर पनि छिटो र छरितो हुन सक्छ भन्ने कुरा चाहिँ थियो। अनि मलाई त्यसपछि लङ क्वेसन त्यो हो। त्यसपछि मलाई लिस्टिङमा थियो 21, 22, 23 चाहिँ शून्य नै थियो, सजिलै थियो, त्यस्तो कन्फ्युजन चाहिँ केही थिएन, अलग अलग नै थियो। त्यसपछि 24 देखि 30 सम्म मलाई चित्र नै थियो, पुरै सजिलो नै थियो। 30 सम्म चित्र चाहिँ एउटा खुर्सा थियो, अनि सामान जुत्ता किनिरहेको थियो, त्यो सजिलो थियो, त्यस्तो कन्फ्युजन वाला केही पनि थिएन कि चित्रमा त। त्यसपछि 30 मा चाहिँ मलाई ब्ल्याङ्क आएको थियो, ब्ल्याङ्क पनि सजिलो थियो। अनि 31 मा फेरि मलाई 2 जनाको संवाद आएको थियो। अनि 32 देखि 35 सम्म फेरि पुरै ब्ल्याङ्कवाला आएको थियो। मलाई ब्ल्याङ्कमा एउटा चाहिँ कन्फ्युजन लागेको थियो, अधिएस सजिलो त फेरि लोकेसनवाला थियो कि अधिएस छन्रारुन खरसयो भन्ने थियो, कहाँदेखि फोन गर्नुभयो भन्ने थियो। तर तल अप्सनमा चाहिँ 2टा लोकेसन थियो कि, अनि शिक्षक आफै छन्रारुन हेर्छयो भन्ने थियो। अनि 4 नम्बर अप्सनमा के थियो, कम्पनीको अफिसबाट फोन गर्यो भन्ने थियो कि।
दुईटा लोकेसन आयो कन्फ्युजनमा चौथोमा लगाएँ सर। अब खै त्यो चौथोमा लगाएँ मैले। अब अगाडि भन्ने शिक्षणको अगाडि भन्दाखेरि मलाई अलिक राम्रो लागेन, त्यो चौथो अप्सन लगाएँ। एउटा संयोजनको मा पनि लिस्टिङ आएको थियो, त्यसमा पनि हल्का कन्फ्युजन थिएँ। त्यसमा पनि कम्पनीमा त्यो संयोजन भयो भने के गर्न सकिन्छ भन्ने कुरा सोधिरहेको थियो क्या क्वेसनमा। अनि अप्सन कुनै दुईटा अप्सन त मिल्दैन थिए, तेस्रो चौथोमा म त्यही पनि कन्फ्युजन थिएँ। त्यसमा पनि छापको बार त्यस्तो भयो भने अफिसमा कुरा गर्नुहोस् भन्ने चाहिँ थियो। चौथो अप्सनमा मैले चौथो नै लगाएँ सर त्यो पनि। अनि त्यसपछि घडी थियो एउटा मोबाइल नम्बर आएको थियो मलाई 10वटा अङ्कको। अब गाह्रो नै कस्तो हुन्छ है, त्यसमा चाहिँ 4वटा अगाडिका त सबैमा सेम थियो, अनि 6वटा अङ्क चाहिँ हल्का फरक थियो, अनि लास्टको 2टा अङ्क माथि पछाडि सेम थियो दुईको, अनि अलिक बिचमा अलि अझ फरक राखिएको थियो कि अलिक गाह्रो नै जस्तो लागिरहेको थियो। तर मिल्यो मेरो है, त्यो मलाई याद छ मिल्यो थियो। त्यसपछि अनि केटाकेटीको संवाद नै थियो अर्को पनि, त्यो उछीको बारेमा थियो। केटाले चाहिँ अर्को दिन सोको गर्ने छ भन्ने थियो, एन्सर सजिलै पनि थियो। त्यसपछि 40 नम्बरमा चाहिँ फेरि केटा हस्पिटल किन गयो भन्ने कारणमाथि क्वेसनमै सोधिएको थियो, त्यो चाहिँ केटालाई सहयोग गर्नको लागि जान्छ भन्ने थियो। यति नै हो मेरो अनुभव। बाँकी तपाईँहरू पनि राम्रोसँग पढ्नु होला, सजिलै आउँछन् क्वेसन, नआत्तिनु होला। मेरो अगाडिको एउटा पढ्ने मेरो ट्याबको अगाडि एकजना साथीको मैले चाहिँ उसको देखेको थिएँ कि पर्सेन्टेज 42.5% आएको थियो। उसले मलाई सोध्यो कि यो अहिले देखाएको पर्सेन्टेज हो भने, मैले हजुर पर्सेन्टेज हो भने ऊ त्यहीँ बसेको थियो कि झन् ढल्न खोजेको थियो कि। त्यति चाहिँ आत्तिनु हुँदैन, इक्जाम हो, इक्जाममा राम्रो पनि हुनसक्छ नराम्रो पनि हुनसक्छ। इक्जाम हलभित्र गइसकेपछि अलिकति आफूलाई डर त सबैलाई फिल भइहाल्छ, त्यही पनि आफूलाई कन्ट्रोल गरेर। ऊ साथी त्यही बसेर पानी मागेको थियो कि, त्यस्तो चाहिँ नगर्नु होला। सबैको यो कोरियन भाषा होइन भनेर जानु होला। अगाडि पनि फर्म खुलिरहन्छ, दिँदै गर्नु होला। मेरो यो दोस्रो एटेम्प हो, पहिलो एटेम्पमा मेरो 33 मिल्यो थियो, अहिले मेरो सेकेन्ड एटेम्प हो। बाँकी सबै राम्रो